हेलो गाइज, फाइनली आज हामी पुरानो बिर्तामुटुमा रहेको पञ्चकन्या हाउसिङ जाँदैछौँ। त्यहाँ चाहिँ कस्तो भने ठुलो शिवजीको मन्दिर छ। त्यहाँ गएर हल्का छोटो मिठो भिडियो बनाउनु गइरहेको छौँ। गाइजहरू हाम्रो भिडियोलाई लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। हस्, थ्याङ्क यू। ल गाइज, हाम्रो यात्रा बसपार्कबाट सुरु भएको छ। अब हामी जाँदैछौँ आज पञ्चकन्या हाउसिङ। गाइजहरू हाम्रो यात्रा यहाँबाट सुरु भइसकेको छ। मामा भान्जाको यात्रा एकदमै छिटो मिठो होइन। अहिले हालचाल बस पार्क अलिक सुनसान छ, यो चुनावको माहौलले गर्दा होला। र गाइजहरूलाई अर्को कुरा म के जानकारी गराउन चाहन्छु भने यहाँ चाहिँ बस पार्कमा भोट माग्नु आउनु हुनेहरूलाई चाहिँ बहिष्कार गरेको छ है गाइज, यो 51 बिघा काण्डले गर्दाखेरि। त्यही भएर यहाँभित्र चाहिँ कसैलाई पनि निषेध छैन भोट माग्नुको लागि। ल अब यस्तो यस्तो अब राजनीतिक कुराहरू चाहिँ नगरौँ। अब फाइनली अब हामी चाहिँ जाँदैछौँ पञ्चकन्या हाउसिङ है। पुरानो शिवजीको त्यहाँ मन्दिर छ, दर्शन गरेर। ल यो चाहिँ रहेको छ हाम्रो बस पार्कको ड्राइभिङ सेन्टर है। ड्राइभिङ लाइसेन्स बनाउनु परेमा ट्रायल दिने ठाउँ यही नै हो। ट्रायल दिने ठाउँ यही नै हो गाइज। ल गाइज, बिर्तामोडमा बिना ढेउवाके घुम्ने ठाउँहरूमा तपाईँहरूलाई लाँदैछौँ। पञ्चकन्या हाउसिङ र विराट पोखर हेर्दै गर्नु होला है। अनि सस्तो सुलभ मूल्यमा खान चाहनुहुन्छ भने 150 रुपियाँ मात्र बुटिएन बार एन्ड रेस्टुरेन्ट है त गाइज। अहिले एसियन हाइवेले गर्दाखेरि बाटोहरू अलिक भत्किएको छ। एसियन हाइवे बनाउनुको लागि गाइज देख्न सक्नुहुन्छ यहाँ बाटो निर्माणको लागि कार्यक्रम भइरहेछ। जताततै बाटो बनाएको छ, यता पनि देख्न सक्नुहुन्छ गाइजहरू। यो चाहिँ सुगम पम्प गाइज। अब हल्का यहाँ हामी तेल भराएर आएर हाल्छौँ। यहाँ चाहिँ सिटी सेन्टर गाइज जुत्ता मेला लागिरहेछ। एकदम सस्तो मूल्यमा पाउनुहुन्छ सिटी सेन्टर है गाइज। यो चाहिँ यहाँ मेलाबाट जुत्ता हामीले पनि किनेको छौँ होइन। ब्रान्डेड जुत्ताहरू पाउँछ। के यार, गाडी त पेलेर ल्याउँछ नि यार। ल यहाँ चाहिँ एकदम गरिबहरूको लागि 5 रुपियाँमा। गरिब भन्दा पनि यहाँ चाहिँ एकदम असहाय दुखीहरूलाई खाना 5 रुपियाँमा मात्रै यहाँ पाउँछ गाइज। गरिब दुखी असहायको लागि। झापाको एकदमै फेमस हस्पिटल बिएमसी र झापामा एकदम फेमस हस्पिटल बिएनसी दुर्गा पर्साईको अङ्कलको यही हो गाइज, बिएनसी हस्पिटल। पूर्वाञ्चल क्यान्सर अस्पताल पनि यही हो, देख्न सक्नुहुन्छ गाइज। छोटकेर बाङ्गान बुनु पार्दै पनि छैन त्यो। अहिले यसलाई स्टप गरौँ गाइज। ल फाइनली अब हामी मुटु चोक आइपुग्दैछौँ। भिड छ है गाइज। आज रवि लामी छानेको यहाँ विरोध कार्य भइरहेछ। यो चाहिँ हनुमान कम्प्लेक्स साइड नेपालमा देशका नागरिक हो। भाषण भइरहेछ है गाइज। यो चाहिँ कम्प्लेक्स हनुमान कम्प्लेक्स गाइज, मुक्ति चोक।
नन स्टप मल गाइस क्यूएफएक्स अब चाहिँ हामी 200 रुपियाँको पेट्रोल हाल्नेछौँ। अब गाइस हाम्रो गाडीमा तेल हल्का सकिएको अवस्था हामी तेल हाल्न जाँदैछौँ ट्याङ्करले यहाँ भर्नै छ त यार, आज हाल्नु पाइँदैन क्या? अवस्था यहाँ नाजुक छ गाइस के छ, हाल्नु मिल्छ कि मिल्दैन यार? के गर्छ कहाँ हेर्दै हुन्छ गाइजहरू के गर्नु गाइस, यो चाहिँ पेट्रोल पम्प 200 को पेट्रोल मात्र 200 को। किन मामा आइज सिलिन्डरले 2 रुपियाँको। हेलो गाइस टुडुम दिस टरन टरन भन्दा पश्चिम बस स्ट्यान्डमा देखाइदिनु। हजुर पश्चिम बस स्ट्यान्ड यस्तो छ। पश्चिम बस स्ट्यान्ड गाइस यो चाहिँ पश्चिम बस स्ट्यान्ड तेरेको यहाँ त टेम्पो हेर। यहाँबाट चाहिँ तपाईँहरू काठमाडौँ धरान विराटनगर जता पनि जान सक्नुहुन्छ जस्तै भेटाएको छ, बाटो बनिँदैछ। यता त खन्नै बाँकी रहेछ बाटो तर पर त खनेछ नि कन्डिसन एकदम भिडभाड छ गाइस भिडभाड भित्तामोड एकदम भित्तामोडको अवस्था अलिक नाजुक छ धुलो धुवा छ ल हेर यस्तो छ। देख्न सक्नुहुन्छ गाइस भिड को पहिला जाने तसार मसार। ल हेर यो सिटीले के गरेको यार, कहाँबाट घुमाउँदैछ? ओ सबैलाई हतार छ गाइस हतार नगरौँ बिस्तारै जाउँ हतार गरे ढिलो पुगेला बरु के हतार गरे के हुन्छ मृत्यु हुनसक्छ बिस्तारै गरे अवश्य पुगिन्छ गर्नु छोड, हाम्रो त हराउनु पर्ने पो छैन त। हतार गरे स्वर्गमा बास ढिला गरे घरमा बास ल स्कुटीको पावर पनि सके जस्तो छ गाइस। बढ्दैछ यता त सबै भत्किएछ त गाइस यता त के भएछ भएछ नि यो एसएन हाइवेले सब खन्दै गरेर एसएन हाइवेले गर्दाखेरि पछि बन्यो भने त राम्रै हुन्छ। बवाल भइहाल्छ एउटा भएको हाम्रो सुपर मार्केट त्यो पनि सबै जलाइहाल्यो। घाटभटे नि घाटबाट नि यस्तो दामी थियो यार। घाटभटेनीको अवस्था नाजुक छ अब त्यस्तो कहिले बनाऊ त? पहिले बन्ने हाम्रो घाट झन् पहिले बेलैमा पसेर घुम्यो त्यही त हामी त झन् त्यो गार्डनको बेलामा गएको। नत्र त बिर्तामुड पनि घाटभटे नि थियो र भन्यो नेपालमा गरी खान गाह्रो छ गाइस। पार्टीको नाममा के को नाममा जेनजीको नाममा देश जलाएर खानी बनाइन्छ। हाम्रो भाटभटे नि राम्रो भाटभटे नि अहिले यस्तो अवस्थामा छ गाइस भत्केर जलाइदिएर हिजो अस्तिको जेनजी आन्दोलनमा त्यही त कस्तो बनाइदियो यार। यस्तो भएको छ गाइस कति राम्रो थियो यार के बन्दै रहेछ त्यो त हाम्रो राजेन्द्र लिङ्गेन दाइको जस्तो होइन राजेन्द्र लिङ्गेन दाइको घर होइन त होइन त्यो गऱ्यो होला 4 महिना त आइपुगेको छैन नि छैन छैन। ओ त्यहाँबाट हो ए ट्रक निस्केछ नि। गाइस हाम्रो गन्तव्य आउँदैछ पञ्चकन्या मुक्ति चोकबाट पश्चिमतिर आउँदै गर्दाखेरि यो घरलाई याद राख्नु होला होइन। यो 5 तला घर ठ्याक्कै यसको नजिकैबाट चाहिँ हामी अब पञ्चकन्या हाउसिङतिर लाग्नुपर्ने हुन्छ।
तर के गर्नु यहाँ अब साइड बसेर दिने भन्ने कुरा छ हात देखाउनु पर्यो भने उतातिर आफैले जिम्मा देखाउने हो। ल गाइस ईश्वर महादेव प्रदेश द्वार बित्तामोड एक झापा। आयो है ल गेटबाट छिरिसकेन बाटो चाहिँ खत्तम छ है गाइस बाटो एकदम यो के हो यस्तो पिस पहिला थियो नयाँ नयाँमा अहिले त पिस सबै उठिसकेको छ ल पञ्चकन्या हाउसिङ भनेको चाहिँ यही एरियालाई भन्छ गाइस देख्दै हुन्छ ठुलो मन्दिर शिवजीको मूर्ति, भन्नाले र मूर्ति शिवजीको मूर्ति देखेछ गाइस। फाइनली अब हामी आइपुग्यौँ। जय भोलेनाथ यहीँबाट अरे केटाहरू क्या हर हर शम्भो, जय शम्भो। पहिला सुरुमा बन्दा कम्ता दामी थिएन यार यता। लास्टै भिड थिएन अहिले त त्यो अरू अरू नयाँ नयाँ हाउसिङले गर्दा यता मान्छेहरू आउनै छोडिसक्यो। तर बिर्तामोडमा मन्दिर मूर्ति शिवजीको मूर्ति चाहिँ यही हो ठुलो। सबैभन्दा ठुलो चाहिँ यही नै हो होइन एक जमानामा भाइरलै थियो तपाईँ आएर दर्शन गर्न सक्नुहुन्छ। यो शिवजी भगवान् तर देखाउनु ल म एक राउन्ड घुमाइदिन्छु ल हर हर महादेव। जय भोलेनाथ तर देखाउनु चारैतिर जय शम्भु रेकर्डिङ हुँदैछ 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 हुँदैछ। हुँदैछ नि हामी यहाँ रोक्ने अब हामी होइन होला त्यही पनि पार्किङ होइन त्यही पनि हामी एकछिन मात्रै सुट गर्ने हो यस्तो दामी छ यार गाइस हाम्रो शिवजी भगवान्को मूर्ति। के छ चिया पसल पनि रहेछ त चिया खुवाउने होला। ल फाइनल गाइज हामी पञ्चकन्या हाउसिङ आइपुग्यौँ। पछाडि देख्न सक्नुहुन्छ मूर्ति शिवजी भगवान्को। आजको हाम्रो यात्रा यहीँसम्मको हो मामा भान्जाको। अब हामी यहाँदेखि यात्रा अब हाम्रो भनेको विराट पोखर हुनेछ यता गाइज। ओके।